सर नमस्ते। नमस्ते। सरको आफ्नो परिचय भन्नुहोस् त सर। मेरो सुरेन्द्र राज लामा। मेरो घर चाहिँ महोत्तरी बर्दिवास नगरपालिका। ओके। हजुर। अनि सरले यो बङ्गलादेशको जुन भ्रमणमा हुनुहुन्छ सरलाई बङ्गलादेश कस्तो लागिरहेछ? बङ्गलादेश मलाई एउटा सुरुमा मेरो आफ्नो एउटा मनभित्र चाहिँ एउटा बङ्गलादेश अत्यन्तै एउटा त्यस्तो ठाउँ होला कि जुन ठाउँ चाहिँ एउटा बङ्गालको एउटा खाडी, त्यो खाडीभित्र अलिकति त्यस्तै बस्तीहरू होला अथवा बङ्गालको वरिपरि चाहिँ अब सारा सबै कुरो नदी होला भन्ने जुन मलाई मनमा लागिरहेको थियो। तर त्यसको ठिक उल्टो चाहिँ मलाई लाग्यो। र जब हिजो म चाहिँ एयरपोर्टबाट म झरेँ, झर्दाखेरिदेखि लिएर आजसम्मको जुन यात्रा म गरिरहेको छु र यो बङ्गलादेश एउटा सम्पन्न र भौतिक रूपमा यहाँको सडकको संरचनादेखि लिएर मान्छेको जुन खालका एउटा प्रगति, जुन उन्नति होइन, जुन अवस्थाहरू देखिरहेको छु त्यो मलाई अत्यन्तै राम्रो लागिरहेछ। र यहाँको सरसफाइको विषयमा भन्ने हो भने यहाँको सरसफाइ बहुत क्लिन छ। यो ढाकाको एरियामा चाहिँ मैले चाहिँ एउटा झिँगा पनि भेटाएको छैन आजको दिनसम्म। म हिजोदेखि आजसम्म मैले जुन देखेँ ढाकामा चाहिँ एउटा झिँगा र मैले एउटा के अरे लामखुट्टे पनि देखिएन। भनेपछि स्वच्छ र सफा एभ्री ग्रिन हराभराको सहर रहेछ। यो बङ्गलादेशप्रति म एकदमै प्रेमी भएँ आजको दिनमा। अनि हाम्रो नेपाली प्रति यिनीहरूको भावना कस्तो छ? यहाँ यो म एक दुईवटा अफिसमा मैले जुन हेरेँ, घुमेँ, उहाँहरूको एउटा रिस्पेक्ट होइन, बाहिरबाट किन आउनुभयो, के कामको लागि आउनुभयो भनेर एउटा हामीसँग गरिने व्यवहार भनेको चाहिँ अत्यन्तै सहजता, मित्रतावत् ढङ्गको होइन, अत्यन्तै मिलनसार। मैले त्यो रजिस्ट्रारदेखि लिएर जो एउटा अफिसका त्यो जुन लेभलका मान्छेहरू भेटाएँ। तर हामी नेपालीले जुन बङ्गला भाषी नबुझे पनि उहाँले गरेको जुन मनोभावको जुन रेस्पेक्ट चाहिँ मैले जुन पाएँ, म अत्यन्तै खुसी छु र बङ्गलादेशप्रति मेरो जहिले पनि सद्भाव रहिरहोस् भन्ने मेरो कामना। अनि भन्नाले कुनै तपाईँको त आफ्नै छोरा यहाँबाट पढेर गएको छ, अनि अरू बच्चाहरू यहाँ पढ्दा कुनै त्यस्तो सेक्युरिटीको म्याटरमा कुनै थ्रेट जस्तो लागेछ? त्यो चाहिँ मैले केही देखिएन। हामी एउटा मान्छेले गर्नुपर्ने एउटा मानवको एउटा कर्तव्य र जिम्मेवारी सबै समाजमा त्यो लागू हुन्छ होइन। केही समाजमा केही कुरोहरूको चाहिँ अलिकति फरक होला, तर मानव बिचमा बसिने जुन खालका चाहिँ एउटा सद्भावहरू छ त्यो सद्भाव कायम गरेर बस्ने हो भने वास्तवमा त्यस्तो थ्रेट बङ्गलादेशमा होला जस्तो लागेन। र अत्यन्तै यहाँको चाहिँ जनतादेखि लिएर यहाँको जुन एउटा प्रशासनदेखि लिएर यहाँको सडकदेखि लिएर हरेक कुरोमा मैले चाहिँ यो फिल मैले आज 2 दिनको बिचमा मैले यो अनुभव गरेँ। মানে नेपाली विद्यार्थीहरूले ढुक्क साथ यहाँ आफ्नो क्यारियरको लागि सस्तोमा क्वालिटीको एजुकेसन सस्तोमा अत्यन्तै राम्रो छ है। शिक्षा र स्वास्थ्य क्षेत्रमा चाहिँ जोसँग राम्रो मार्क्स छ हजुर, त्यसले आएर उसले आफ्ना मार्कलाई युटिलाइज गर्नुपर्छ। गर्नको लागि चाहिँ अब विदेशमा गएर जो अब 2 पैसा आर्जन गर्ने र सर्टिफिकेट ल्याउने, भोलि उतैतिर रम्ने र त्यहाँको पिआरमा रम्ने भन्दा पनि यहाँको स्वास्थ्य र शिक्षाको चाहिँ आर्जन गरेर भोलि देशमै केही प्रगति र उन्नति गर्न सक्ने एउटा जुन हब चाहिँ मैले बङ्गलादेशमा मैले देखेँ। यसको लागि अत्यन्तै म खुसी छु। थ्याङ्क यू सर। हस्।